सम्पूर्णलाई नमस्ते अनि स्वागत छ स्टार्ट ग्लोबल अपडेट्समा। म भने आज स्टार्ट ग्लोबलमा के कति कामहरू भइरहेका छन् भनेर सम्पूर्ण गतिविधिहरू समेटेर आज मैले फेरि नयाँ भिडियो लिएर आएको छु। यस बिल्डिङ अगाडि जुन हामीले प्याराफिटहरू बनाउँदै थियौँ त्यसको अगाडिपट्टि एउटा साइडमा भने जहाँ यो सेतो रङ लगाएको छ त्यतातिर भने अब हामीले चेयर लगाउने कामहरू सुरु गरिरहेका छौँ। त्यस लगतै अब यतातिर पनि यो अर्को साइडमा जता रङ लगाएको छैन त्यतातिर पनि अब यो रङ लगाउँछौँ एकपटक र त्यहाँ पनि अब हामीले चेयरहरू राख्नेछौँ। यो भने प्याराफिटको पहिलो चरणमा बिल्डिङ अगाडिबाट हामीले सुरु गरेका थियौँ। सुरुवाती चरणमा भने हामीले यसरी यो मेटल फ्रेमहरू राखेर अब कामहरू सुरु गरेका छौँ र अब केही दिनमा 3 दिन या 4 दिनभित्र भने हामीले यो चेयरहरू समेत राखेर सिद्धाउने छौँ। यतातिर चेयरहरू भने यस्तो खालको हुनेछ। त्यहाँ एकजना व्यक्ति बसेर मजाले ओहोरदोहोर गर्न मिल्ने पनि स्पेस छ र यो बिल्डिङ अगाडिको यो जुन प्याराफिट छ यो एकदमै फोकस एरिया पनि हो, किनभने यही स्थानबाट भने प्लेयर्सहरू ओरदर गर्नुहुन्छ र त्यसले गर्दाखेरि त्यहाँ बस्ने जुन समर्थकहरू हुनुहुन्छ उहाँहरू भने क्यामेराको फोकसमा परिराख्ने हुन्छ यस स्थानमा। अब यो दुवै साइडमा पनि अब हामीले चेयरहरू राख्ने अब सुरुवात गरेका छौँ। यतातिर भने विनोद कुमार दाइ आफै ग्राउन्डमा खटिरहनु भएको छ, आफै पानी हाल्ने दुबो गोड्ने समेत आफै गर्नुहुन्छ र अहिले हाम्रो ग्राउन्डमा भने तिलोत्तमा प्रिमियर लिग भन्ने चलिरहेको छ। त्यसैको लागि यो पिचहरू तयारी गर्दैछौँ र त्यसमा आफै दाइ खटिएर आफै पानीहरू हाल्ने र त्यहाँ रोलिङ गर्न पनि आफै बसेर निगरानी गरिराख्नु भएको छ। यो हरेक दिन गेमहरू भइरहेको छ, त्यसले गर्दाखेरि पनि यो पिचहरू बनाउने काम हरेक दिन भइरहेको छ। सिफ्ट गरी यो गेमहरू भइरहेको छ। त्यसैको तयारीको एउटा सानो झलक पनि हो। यहाँ अब भने यस स्थानमा अब शीत पर्न सुरु गरेको छ, त्यसैले पनि माथिबाट यसरी कभरहरू लगाएर पिच ढाकेर राख्छौँ र अर्को दिन त्यसमा खेलाउँछौँ गेमहरू। यो भने हामीले त्यहाँ अन्य प्रजातिको घाँसहरू पलाइरहेको छ, त्यसैले त्यो गोड्नको लागि 2 जना मान्छेहरू खटाइरहेका छौँ। अहिले घाँसमा भने केही रोगहरू जस्तो देखिएको हुनाले यसरी विषादी यसरी औषधिहरू छरेका छौँ ग्राउन्डमा। कमिलाहरू भने अलिक बढी देखिएको छ, त्यसले गर्दाखेरि ग्रासहरू पनि हल्का हल्का खैरो भएको छ। यो भने मैले साइड भ्यूबाट लिएको यो बिल्डिङको इमेज निकै नै सुन्दर देखिएको छ। अहिले यो प्याराफिट र त्यसमा लगाएको टाइल्स सिसा र माथिको ट्रसले गर्दाखेरि निकै नै आकर्षक देखिएको छ बिल्डिङ। अहिले माथि ट्रस लगाउने कामहरू पनि सुरु भइसकेको छ। अब यो साइडको यो जुन यो प्यागोडा स्टाइलको जुन छानो छ त्यसमा पनि अब गजुर राख्ने कामहरू छ। यो भने यो प्लेयर्स रुमबाट हो, यो दोस्रो तल्लाको। यहाँ यसरी सिसाहरूमा पनि जालहरू जस्तो राखिएको छ र यतातिर भने एउटा ढोका राखिएको छ, केही आवश्यक पर्यो भने ढोका खोलेर उता जान सकियोस् भनेर। धेरैजनाले फेरि दाइ यो त सिसा बलले लाएर फुट्दैन भन्नुभएको थियो। यो टफन ग्लास हो, सकेसम्म फुट्दैन। यदि बाइचान्स पावर हिटरै आएर फुट्यो भने पनि यो पिस हुन्छ। यो एकै ठाउँमा पनि हेर्नु 1 2 3 4वटा सिसा बसेको छ। यो एउटा सिसा चाहिँ फेर्न मिल्छ। यदि बाइचान्स फुट्यो भने चर्कियो भने अब फुटेर झरामै हुने भन्ने त हुँदैन, भयमा खस्ने भन्ने हुँदैन। त्यसैमा चर्किन्छ। बाइचान्स यदि चर्किज्यो हाल्यो भने पनि यो फेर्न मिल्ने हुन्छ। यसले ठुलो समस्या पार्दैन। यहाँबाट ग्राउन्ड कस्तो देखिन्छ त हेर्नुहोस् है। यहाँबाट बवाल भ्यू देखिन्छ ग्राउन्डको। उहाँ तल दाइ अझै पनि त्यहाँ पानी हाल्दै हुनुहुन्छ। यो यसरी भने अब हामीले यो बिल्डिङ ब्लक ए र ब्लक बीमा छ यो, त्यसैले अब हामीले यसलाई पार्टिसन गर्दैछौँ र यो छुट्याउँदैछौँ, किनभने यो दुईवटा टिम भने मिक्स हुनु भएन, एकअर्काको कुराहरू पनि सुन्न पनि भएन, त्यसैले त्यसलाई छुट्याउँदैछौँ।
अब भने माथि ट्रसतिर गएर हेरौँ भने चाहिँ ट्रसको के कति कामहरू भएको छ। यो भने मेन छानो हो, यो अलि ठुलो छ यो छानो। यो भने यो पर्सिसम्म तयार हुन्छ। यो मैले असोज 26 गते बनाएको भिडियो हो। यो दिनसम्म भने यति कामहरू भइरहेको थियो। यहाँ भने 2टा गजुर आउँछ यहाँनिर। उतातिर भने त्यो लगभग अब फिनिसिङहरू दिनु बाँकी छ र माथि गजुर हाल्नु बाँकी छ उतातिरकोमा। यो ट्रस हालिसकेपछि बल्ल बिल्डिङको आकारहरू स्वरूपहरू बल्ल राम्रो हुँदै गएको छ, राम्रो आकर्षक देखिएको छ। अब भने मेन अब यसमा टिनहरू राख्ने कामहरू अब सुरु भइसकेको छ। यो लगभग अब भने 2 दिनमा सकिनेछ यसको। र माथि गजुर राख्ने काम भने अब रहन्छ। उतातिर पनि यो सानो थियो कि यो, त्यसैले उतातिर चाहिँ छिटो सकिसकेको छ। यतातिर यो माथि यसरी टिल लगाइसकेपछि बिल्डिङको आकार राम्रो देखिन सुरु गरेको छ। यो भने टप फ्लोरबाट भने माथि ग्राउन्डको दृश्य। यो ग्राउन्ड भने जति माथिबाट हेऱ्यो यो त्यति आकर्षक देखिन्छ यो टपबाट भने। यहाँ भने यो भन्दा तलको फ्लोरमा भने स्टार्ट ग्लोबलको आफ्नै अफिस रहनेछ र VVIP एरिया पनि त्यही फ्लोरमा गराउनेछौँ। र यसरी ट्रस्टको काम भने अब हामी तिहार अघि नै सक्ने लक्ष्य लिएका छौँ। र विनोद कुमार दाई पनि आउनु भएको छ। यो दाईले पनि यो काम नसिद्धाएसम्म उहाँ अस्ट्रेलिया फर्किनुहुन्न। यो सम्पूर्ण कामहरू सिद्धाएर यो डिजिटल स्कोर बोर्ड पनि यही तिहार अघि नै राख्नेछौँ। डिजिटल स्कोर बोर्डको कामहरू अब ग्राउन्डमा ल्याउने कामहरू भने अब अन्तिम चरणमा रहेका छौँ। त्यो आयो भने फेरि फिटिङ गरेर जोड्न भने धेरै समय लाग्दैन। धेरैजनाले जिज्ञासा राखिराख्नु भएको थियो डिजिटल स्कोर बोर्डको। अघिल्लोचोटि नै हामीले 1600 लक्स प्राप्त गरिसकेका थियौँ र अहिले थपिसकेपछि 1800 देखि 2000 लक्ससम्म प्राप्त हुने आशा गरेका छौँ। र यसपछि भने हामीले कुनै एउटा प्र्याक्टिस गेम खेलाइसकेपछि यसले चाहिँ भयो भएन भन्ने बारेमा त्यसपछि बल्ल अन्य जानकारी पनि हामीले दिनेछौँ। यो त्यसैले फ्लड लाइटको काम भने अब हामीले एउटा गेम खेलाइसकेपछि यो के कस्तो भयो भनेर हामी त्यसको बारेमा भन्नेछौँ। र यो भने मैले ग्राउन्डभन्दा बाहिर अलिक परबाट लिएको एउटा भिडियो थियो। यहाँ बाहिरबाट भने ग्राउन्ड निकै नै सुन्दर आकर्षक देखिन्छ। माथि कामहरू भइरहेको छ र यहाँबाट यो टक्क घामले प्रकाश पर्दाखेरि फेरि निकै नै आकर्षक देखिएको छ बिल्डिङ। बल्ल यो सिसा र यो ट्रस लगाएपछि बल्ल बिल्डिङको आकार पनि राम्रो देखिएको छ। र बाहिरबाट हेर्दाखेरि ग्राउन्ड भने यसरी यति राम्रो देखिएको छ। यो फ्लड लाइटहरू यो बिल्डिङले गर्दाखेरि निकै नै आकर्षक देखिएको छ। हस्, आजलाई अपडेट भने यति नै। म फेरि बाँकी भिडियो भने म छिटै नै लिएर आउनेछु। र यतिसम्म हेरिदिनु भएकोमा म सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु र स्टार टेक ग्लोबल अपडेट्सलाई फलो गर्नुहुन म अनुरोध गर्न चाहन्छु। हस्, धन्यवाद।